आज म विचारले कसरी काम गर्छ यस बारेमा बताउन जाँदैछु। विचार अनेकौं वस्तु बन्दछ। एउटा विचार अनेकौं व्यक्तिहरू बन्दछ। कसरी? विवाहहरू जन्माउनु भन्दा पहिला तपाई मात्रै हुनुहुन्थ्यो। अहिले विचार गर्नुभयो, त्यही अनुसार गर्नुभयो, विवाह गर्नुभयो, बच्चाहरू पनि हुँदै गए। अनुसार विचार गर्दै कर्म गर्नाले के जन्मायो? तीर जन्मायो। त्यस्तै त्यही विचार तपाईसँग घर थिएन होला, आज घर छ। हिजो तपाईसँग गाडी थिएन, बाइकहरू केही थिएन होला, त्यो छ। हिजोको विचारले के प्राप्त गरे आफै अनुमान गर्नुस्, आफै अनुभव गर्नुस्। त्यो विचार कति महत्त्वमा मात्रै ध्यान दिउँ, व्यक्तिमा मात्रै ध्यान दिउँ, तर आफ्नो विचारप्रति ध्यान दिन सकेनौं भने हामीभरि जतिसुकै प्राप्त गरे पनि हामी असन्तुष्ट रहन्छौं भित्रबाट। यसको मतलब बाहिर प्रगति नगर्नु भन्ने होइन, गति अझै बढी गर्नुस्, आफूप्रति ध्यान दिएर गर्नुस्, तर तपाईको विचारले बनाउँछ। तरी कुनै पनि व्यक्तिको कारणले तपाई के हुन सक्नुहुन्छ, धोका दिन्छन्, कहिले भने जस्तो काम गर्दिनैनन् उनीहरूले। बेलामा तपाईको मनले कस्तो विचार गर्छ, भित्र कस्ता विचार चल्छ, विचारलाई आउँदै जाने, हेर्दै जाने होशपूर्वक हो भने त्यो विचार आफै हुन्छ र तपाईको तनाव आफै